नमस्कार सबैजनामा म लिएर नेमङबाट म आज चाहिँ ठ्याक्कै एकतपाको रूपाटार माङहिममा जाँदैछु। रूपाटार माङहिम चाहिँ एउटा विशाल ठुलो माङहिम बनाएको छ। त्यो माङहिम चाहिँ कस्तो छ म पनि हेर्छु अनि तपाईहरुलाई पनि हेराउँछु। यो भिडियो हेर्दै गर्नु होला। यो चाहिँ रूपाटार माङहिम हो। रूपाटार माङहिम चाहिँ एउटा ऐतिहासिक मन्दिर रहेछ। यहाँनिर चाहिँ यो ढुङ्गाहरू देख्दै हुनुहुन्छ। यो ढुङ्गाहरू यति ऐतिहासिक यो ढुङ्गाहरू छ। यो कसले कोही फुटेको रहेछ हैन। यहाँनिर मन्दिर यस्तो ठुलो, यो भित्र ठुलो घन्टी पनि रहेछ। यहाँनिर एउटा हाम्रो ऐतिहासिक च्याब्रुङ देख्नुहुन्छ। भित्र त ताला राखेको छ हैन। तालामा अब जान सकिएन। तर यहाँनिर पूजा गर्ने, होम लाउने, यहाँ अन्य धेरै यहाँनिर मन्दिरहरू रहेछ। यहाँनिर यहाँ पूजा गरिँदो हो। यो भित्र चाहिँ औती लगाउने ठाउँ होला। औती लगाउने ठाउँ होला जस्तो देखिन्छ हेर्दाखेरि। तपाईले सेवार हो? सेवार, नमस्कार। यो रूपाटार माङहिम नि? माङहिम, रूपाटार माङहिम। यहाँ कुन दिनमा कुन महिनामा चाहिँ पूजा हुन्छ यहाँनिर? अब यो इलाम एकतपाको माङहिम रूपाटार भन्ने माङहिममा त पूजा भनेको त अब गुरुबार आउनुहुन्छ। कोही बेला आउनुहुन्छ र यहाँ पूजा गरेर जानुहुन्छ, फर्किनुहुन्छ। तर पूजा गर्नु मात्रै आउनुहुन्छ, बस्ने गरे आउँदैन। तर यहाँ रुग्ने त अर्को हुनुहुन्छ। कुन महिनामा यहाँनिर मेला लाग्छ, पूजा हुन्छ? यहाँ माघमा। माघमा पूजा हुन्छ। म तपाईहरुलाई रूपाटार मन्दिरको यो भित्रको दृश्य झ्यालबाट म देखाउन चाहदैछु। यो चाहिँ झ्यालबाट हेर्दाको दृश्य हो। यहाँ चाहिँ भित्र एउटा कन्टिन्यू दियो बलिरहेको रहेछ। यो कन्टिन्यू दियो बलिरहेको छ। यो झ्यालबाट को दृश्य हो। हामी झ्यालबाट मात्र हेर्न सकिन्छ, ढोका खुलेको छैन। यो एकदम ऐतिहासिक जस्तो लाग्यो। यहाँनिर पुरा यहाँनिर ओत लेखेको छ। यहाँनिर पुरा यो आफ्नो किराँतको निशानीहरू छ। यहाँनिर यो झ्याल ढोका पनि एउटा गोल्डन तरिकाको भयो। यता यो कतै देख्नुहुन्छ, यो धेरै मोडर्न तरिकाको रहेछ यहाँनिर। एक्चुअली यो धेरै नै राम्रो लाग्यो। यो ठुलो एरियामा रहेछ। अब तपाईँ कहिलेकाहीँ यसरी रूपाटार आउनुभयो भने यो मन्दिरलाई अवश्य निरीक्षण गर्नुहोला। यहाँ धेरै राम्रो रहेछ। यहाँनिर 16औं राष्ट्रिय मूर्ति फाल्गु नन्दको यहाँ शालिग पनि तपाईँले हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ यो जति निर्माण दाताहरूको यहाँ नमिरोली इमारतमा कुटेर राखेको रहेछ। यो जति दाताहरूको नामावली यहाँ रहेछ। यहाँ दाताहरू यो मन्दिर बनाउनुमा, यो स्ट्याचु मूर्ति बनाउनुमा सहयोग दिने दाताहरूको नामहरूले तपाईँ देख्नुहुनेछ। यहाँ नै रहेछ।